क्यान्सर अस्पतालमा बिमा ल्याउने कुरामा हामी अन्तिम अवस्थामा पुगेका छौँ। हाम्रो सूचीकरण प्रक्रिया अन्तिम अवस्थामा छ। क्याबिनेट फर्मेसन हुने बित्तिकै हाम्रो पूर्वाञ्चल क्यान्सर अस्पतालमा पनि बिमा आउँछ, त्योबाट पनि हामीले सेवा दिनेछौँ। तपाईहरुलाई केही समस्या पर्यो भने अथवा क्यान्सरमा कुनै समस्या पर्यो भने हाम्रो यहाँ भएको स्टाफहरू, डाक्टर साहबहरू, सबैजना म्यानेजमेन्ट टिम कसरी बिरामीलाई राम्रो बनाउन सकिन्छ, कसरी राम्रो सेवा दिन सकिन्छ भनेर यहाँ लागिरहनु भएको छ। यहाँहरूको पनि हामीलाई त्यतिकै सहयोगको खाँचो छ, सञ्चारकर्मी साथीहरूको पनि त्यतिकै सहयोगको खाँचो छ र सँगसँगै हामीले विभिन्न सङ्घ संस्थाहरूलाई सहकार्य गरेर हेल्थ क्याम्पहरू पनि गरिराखेका छौँ। म यिनीहरू क्लबलाई पनि आग्रह गर्न चाहन्छु, तपाईहरूले गर्ने सकारात्मक कार्यक्रम जो समाजमा गर्ने हेल्थ चेकअपको कार्यक्रम भयो, क्यान्सर स्क्रिनिङ गर्ने कार्यक्रममा भोलि तपाईँले कार्यक्रम लिएर आउनुभयो भने पूर्वाञ्चल क्यान्सर अस्पताल र पिएनसी टिचिङ हस्पिटल अग्रभागमा रहेर तपाईँहरूलाई सहकार्य गरेर जहिले तयारी छ तपाईँले कार्यक्रम लिएर आउनुहोला। हामी सम्पूर्ण कार्यक्रमको व्यवस्थापन गरेर हाम्रो संस्था जहिले पनि तपाईँको कार्यक्रममा हातेमालो गर्न सहयोगी भूमिका भएर उभिनेछ।